हेलो एभ्रिवान, आज पनि हामी नयाँ यात्राको लागि जाँदैछौँ अनि हाम्रो यात्रा अहिले सुरु भइसकेको छ। करिब 12 बजिसकेछ अनि दिन पनि रमाइलो छ। आज हामी कता जाँदैछौँ? यो चाहिँ नयाँ ठाउँ हो हाम्रो लागि, फर्स्ट टाइम जाँदैछौँ। यसको बारेमा हाम्रो आशिष गुरुङले केही 2 शब्द भनिदिनुहुन्छ कि? आशिष जी, हामी कता जाँदैछौँ आज? हामी आज जाँदैछौँ हाम्रो फार्म अथवा ससुराली फार्म अथवा गोलबन फार्म जे भन्ने भयो। हजुर, अनि त्यो नेपालीले ओन्ड हो भन्ने सुनेको थियो हैन? नेपालीको फार्म हो यहाँ। त्यो भेडा बाख्रा कुखुरा। अनि के ल्याउनु विचार छ त फार्मबाट? अब बाख्रा मात्रै ल्याउने त होला नि। बाख्रा मात्रै ल्याउने? भाले मजाको पायो भने ल्याउने। सानोतिनो पोथी त ल्याएर फाइदा छैन। हामी आज चाहिँ डे पिकनिकको लागि कि ओभरस्टे के छ प्लान? हामी पिकनिक हो स्टे चाहिँ हैन। राम्रो भयो नि फ्युचरमा स्टे गरौँ होला। हजुर, नजिकै रहेछ। हजुरलाई आज को साथ दिँदै हुनुहुन्छ त? आज हामी जम्मा गरेर 13 जना छौँ एडल्ट। बच्चाहरू कति एउटा दुईटा 4 जना। 4 बच्चाहरू 13 जना एडल्ट छौँ। अब 4वटा फ्यामिली। त्यही त हो नि। रमाइलो हुनेछ भनेर आशा गरौँ। रमाइलो नै हुन्छ नि। हाम्रो लागि यो सब फर्स्ट एक्सपिरियन्स होइन त्यहाँ फार्मको लागि। र आज हाम्रो गाडीमा हुनुहुन्छ अरूहरू देखाउनु पर्दा। रेयान्स, हेलो हेलो गर्नु मामा। लुक हियर, हाय उमा। अभी too much excited हो? Okay, मिसिका हेलो गरिदिनु न। हेलो, कहाँ जाँदैछ हामी मिसिका? वेयर आर यु गोइङ? जङ्गल रे? इट्स अन द वे सानो वी गोइङ फार्म। ओके, यु विल सी द एनिमल देयर। ल, अरू साथी पनि हिँड्न लागेको छ। हाम्रो पछाडि छ कार्लोसहरू। रातो गाडी देख्नु भएको छ भने त्यो कार्लोस आउँदैछ। ल, यो सर्टन रोड हो। हामी चाहिँ कुनमिना बस्छौँ। हामी यहाँबाट गोल्डन फार्म जानलाई करिब 1 घन्टा जस्तो देखाएको छ। ल, अब तपाईँहरूलाई म फार्ममा गएर देखाउने छु। अन द वे गोल्डन फार्ममा हाम्रो बाटो यहाँ छेकेको छ। कसले छेकेको छ भन्दा यहाँ गाईहरूले। अब गाई जाम, ट्राफिक जाम भने कि अब कसरी जाने हो? यो 1 घन्टा लाग्ने भन्ने बाटो हो। यिनीहरूकै पछि गयो भने हामी कति लाग्ला? मलाई शङ्कास्पद छ। यसले चाहिँ आफ्नो गाईहरूलाई उसको राखेको छ। कुकुरले पनि हेल्प गरेछ। यो हाम्रै बाटो भनेर हिँडिरहेको छ। हाम्रो गाडी चाहिँ के गर्ने? यस्तो अवस्थामा के गरिन्छ आशिष? कुरिन्छ? कुर्ने नि। हामीलाई त भेटाउला जस्तो छ सबैले। अब गाई जाम प्रयास गर्दैछ त्यसले हटाउनु। तर त्यसले फेरि उता जान्दैन त। यो रोड लख नि त पुरा है। अनि कसरी जान्दैन हामी? यसको धेरै छैन होला नि। यसले गाडी आएको थाहा नरहेछ नि त। मेरो थाहा नरहेछ गाडी। साउन्ड आउँदैन नि त हाम्रो। ओ यस यस, डिवाइड भएर हो। गयो एउटा चाहिँ गएछ। दुईटा छिरे रहेछ। टेन्सन भएको छ। कसरी निकाल्ने? कसरी छिर्दैन र? भत्काएर छिरे हो नि, त ठुलो छ। यो त उस जस्तो छ, बाइसन जस्तो छ त। साढे बाइसन अर्कै हो यो। केदारा जस्तो छ भनिन्छ नि त मेरो भने। हामी यहाँ ससुराली हाम्रो फार्ममा आइपुगेको छौँ। यहाँ कोर लाएर गेट खोल्नु पर्दो रहेछ। ओ माई गॉड, साह्रै स्टिफ रहेछ। सिधा स्लोली बाटो चाहिँ अलि स्टिफ छ।
सिधा उकालो छ त्यही भएर सुस्तरी एउटा गाडीको ट्याक्सी बल्ल जाने हामी वेट गरिरहेको छु त्यो गाडीहरू क्लियर भयो भने बल्ल जानु पर्ला न त भने पछाडि आउने सम्भावना धेरै छ जस्तो लाग्यो ल नमस्ते नमस्ते वेलकम गोल्डमन फार्ममा हामीले राम्रो टोपी लाउनु भएको छ साह्रै सुहाएको छ यता झन् काकालाई साह्रै राम्रो देखेछ आज खसी काटेर खानुपर्छ काका कुखुरा ल यही हो गोल्डन फार्म अब हामी वान डे पिकनिकको लागि आएको हो सबैजना एकैचोटि आयो त्यही राम्रो के मिसिका कसँग बसेको खोइ तिम्रो टोपी तिम्रो ब्याग खोइ ब्याग बाइनोकुलर खोइ हेलो आइसक्यो मैले उसले आज पुरा फेरि दिनु त हाई रियान्स ओ रियान्स त जाने बित्तिकै एक्सर्साइज गर्न थालेको मिसिका वेयर इज य ब्याग तिम्रो ललिज ब्याग नानी यसको ललिज ब्याग दे न रियान्स द्याट्स फर यु रियान्स मिसिका ए तलको दिल ल अन्त आइज्याक न Run. Now run, you have to run, okay? You समाइराको लागि त म समाइराले दिन्छु सिक आज सबैजना सिक छ केही गर्न सक्दैन बच्चाले खाना पकाउने हो एकदम इमर्जेन्सी सिक चाहिँ उता है यता गरौँ किचन हेरौँ दुईटा किचन छ अरे थुप्रै कन्टेनर रहेछ यहाँ हेलो 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 जोनी तिमी त सिक होइन नि सबैजना सिक हो आज यहाँ हजुर कस्तो स्वागत हामी त फार्म हाउसमा आएको गोल्डन फार्म हाउसमा कस्तो लागिरहेछ रमाइलो रमाइलो दिदी नमस्ते ए मैले त नमस्ते गर्नु त ए यसलाई दिनु लाग्यो न यसको लागि हो हामी त गाडीमा सुत्यो कि होइन रियाज त सुतेन मिसिका सुत्यो त्यति सुतेपछि नमस्ते दाई लुलुलाई नि खिच्नु पर्यो नि किचन दुईटा छ अरे अन्स यो छ यो ठिक छ कि त्यो ठिक छ हेर त ल होइन उता नि हेरौँ न शीतलै रहेछ है जाऊँ न उता हेरौँ हेर्न त हेरौँ न फेरि रिग्रेट नहोस् है वा ए अहिले गएर त खिच्नु पर्यो उता हो किचन अन्स अर्को किचन त्यो दाई भएको ठाउँमा यो छ हाम्रो आजको लागि किचन अनि आएको सबै यहाँ छ सबै गाउँ कस्तो बास्ना सास्ना सबै गाउँकै खानेपानी अनि म यहाँ भित्र रुम हामी चाहिँ आज स्टे गर्दैनौँ यो चाहिँ तर स्टे गर्नु मन छ भने चाहिँ यो बेडहरू छ यता नि छ यो बेडरुम भित्र पनि बेडरुम छ सुत्न मन लाग्दाखेरि चाहिँ हेर्न आउनु न यहाँ रमाइलो भएछ स्विङ स्विङ नि फेरि टायरमा के है एकछिन खेल्नु पर्ला बाली स्विङ रन वाह भयो भइसकिसके चाहिँ अब कुन गोठ खाने आज भनेर हामी छान्न आएको
Maybe. Rians, run with that one. फेरि बाबा कुन चाहिँ गोठ छान्नुहुन्छ त आज ए च्याङ्ग्रा वा तर च्याङ्ग्राको त सुप मात्रै मिठो हुन्छ हैन र ए किन गोठ छैन रे गोठ त राख्दैन यहाँ च्याङ्ग्रा खोरमा थुन्नु पर्छ त्यही हो यो बस हामी सबै जाने बाहिर के यही बस्ने खोरमा थुन्नु कुन चाहिँ लाने हो जम्मै जाऊ हाय जा खान त सक्दैन नि लाने हो नि एउटा लाने कि दुईटा भनेको कि एउटा कति किलोको हुन्छ र ल ल दुईटा लैजाऊँ न त एउटा कुखुरा नि चाख्नु पर्ला बुढा घर लाने भुटन होइन ओ वाउ आइज गुड मिसेको तिमीले हाई गर त अप हाई रियाज कम हियर बाबा रियाज उता गयो रियाज कम हियर ढल्काउन सकेन अब काट्न लानुपर्छ ठुलो रियासिन चाहिँ चिकन हेलो क्यू फिर हो त नि दुईटा हो हेर्न सबै लिने रे मङ्की सङ्की एकदम सानो आउने बित्तिकै चेन्ज गर्नु पर्यो कपडा है यो चाहिँ साह्रै राम्रो रहेछ ल ल टन्न छ 15-20 जना रे म यहाँ आजको फर्स्ट आम चाहिँ चटपट बनाउँदैछु वाइ काट्दैछु साउनी चिया पाकेन साउनीहरू त तल सारी अनि माथि ब्लाउज माथि कुखुराको लागि तातो पानी तताइँदैछ त्यो कुरुम कुरुम भयो नाइस विन मिल ल बस फ्यामिली भएकोहरू फ्यामिली बस फ्यामिली नभएकोहरू सिङ्गल बस मलाई यो चाहिँ साह्रै मन पर्यो
डाउन छैन स्टप रेस यो त ज्यादै ढिलो है साह्रै ढुङ्गा राख्ने हो राखेको कस्तो मजाको है ए त्यो पनि हो वा साह्रै धेरै हुन्छ क्या हो है के अहिले सुक्दा सुक्दा उसो हुने है But hold tightly. Oh no, hold tightly. Hold tightly. Bye, it's okay. Go inside. You are not wearing socks. Inside, please. यहाँ आगो बालेको छ अब यहाँ चाहिँ पाक्छ कुखुराको मासु लोकल कुखुराको मासु हैन दाइ दाइले सबै काट्नु भयो मासु आज हादै सुनेछ अब तपाईँ एकदम टोटल रेस्ट यो चाहिँ एसिस्टेन्ट है यहाँ चलाएको मध्ये एकछिन 5 सेकेन्ड भयो होला अनि यो नि बसा छ हाले नि अब रक्ती हो त्यो रक्ती हालेर आज खाइन्छ ए यो छ कि यसमा छ सबै कुरा होइन यस्तो मिठो के हाल्ने बित्तिकै के तर यसै मिठो बना बस्छ बितिन डन्ट वरी होइन भुटवाला जित्ने एकदमै उस क्या कडा होइन मैले कस्तो मिठो बसाएको बबी भन्दै थियो कौली रहेछ अनि ए यता कौली नि यहाँ चाहिँ है मेन सेपै हो फेरि यहाँ चाहिँ यता नि भ्याछ उता नि भ्याछ आमा मामा चल्दो बोल्दो दुईटा कौली हो एउटा मैले बोकाए त को खाने यो चाहिँ हल्का हामीले बनाएको चिया अब हामी मिनरल वाटरले बनाउँदैछौँ भात कति बोतल लाग्दो रहेछ बुढा कति हो चामल हाल्यो नि न चामल हो र 20 ट्रक हो ल यो चिकन पकाउनु तयारी हो अब चिकनको सेफ छ छुट्टै हाम्रो भुटुवा सेफ छुट्टै चिकन सेफ छुट्टै अब यहाँ भात सेफ छुट्टै छ काका र दाइले आज सबै सुजनले सबै मासु काटकुट गरिसक्यो अब केटीहरू सबै पकाउनलाई तयार छ बाहिर जाने हो यिनीहरू Mishika, I think you need a jumper now. It's a little bit chill. The sausage, please. Finish your sausage. अब हाम्रो भात आज कसरी पाक्छ यहाँ हेर्नुस् होला म्याजिक BYD बाट पाक्दैछ भात ल जोड्नु होला तार भात हैन पुलाउ पाक्ला तारले फेरि बज्यो भने अन हुने बित्तिकै गाडी उस गर्नुपर्छ
तलपट्टि यस्तो बलेछ सक्सेस रेड हैन बलेछ ल सक्सेस ल ल बलेछ रियान्सलाई चाहिँ यहीँ राख्नु पर्छ यिनीहरू दुईजना चाहिँ खेलेको ओए मिसिका आइजेक कम हियर लुलु र समारा सुत्दैछ त्यहाँ समारा बेबी स्लिपिङ के ओके कम दिस वे प्लिज डोन्ट गो देयर समारा बेबी स्लिपिङ लेट्स गो Everybody come. कस्तो लागिरहेछ बुढा अहिलेसम्म सबैलाई आउनु भन्न के भन्नुहुन्छ अरूहरूलाई राम्रो छ सबैजना आउनु होला रमाइलो छ यहीँ अब फ्रेस आफै मासु आफ्नै अगाडि यहीँको स्टाफहरूले बनाइदिनुहुन्छ मासु अनि त्यसलाई सफा गरिदिने भुँडी चाहिँ अब नबनाउँदो रहेछ भुँडी चाहिँ हामी आफैले बनाउनु पर्दो रहेछ झोलै नताता फालिदिँदो रहेछ ए हो त्यस काटेर के अरे भुर्र गर्नेलाई के भन्छ क्लिन गरेर दिन्छ होइन गरिदिन्छ ठिकै छ तर आज पछि काका दाइ नआएको भए चाहिँ हामीलाई गाह्रै हुन्थ्यो फेरि अफकोर्स गाह्रो हुन्थ्यो सुजनलाई गाह्रो हुन्थ्यो सुजनलाई तर सुजनले नै गर्यो उहाँ दुईजना भए थर्ड नम्बरमा सुजन फोर्थमा त अरू सबै फोर्थ अरू सबै क्याजुअल अरू सबै फुल टाइम सबै के अरे आइन नाइन फरक पर्दैन रमाइलो भयो चाहिँ मभन्दा धेरै काम त ऱ्यान्चोले गर्यो काम त अनगिन्त छ सबैभन्दा धेरै इन्जोय ऱ्यान्चोले गर्दैछ बिचरा कुखुरा दबाएर रलपोल चटपट खाँदैछ सकाइदेऊ प्लिज नत्र भने त्यो सुन्दै खाँदै गर न ए वा भइसक्यो भुटन छ चपिङ भयो है एकैछिन यो नि यो चिकन त एकछिन नै पाक्छ क्या हो सुप बनाउनु नानी सुप बनाइहाले के रे बरु तपाईँ त फ्रुट खान्थ्यो कि तपाईँ छ्यामा ए त्यो झै छुट्यो नि त यसको यता आज सबैको पकाइ हेर्दाखेरि गाउँमा नि सर्भाइभ गर्न सक्छ होइन ए लोड सेडिङ सर्टेज चिकनको सुप पाक्दैछ त्यहाँ भुटो भयो बबी ए आगो धेरै भएर किन यहाँ आमामा दाउराहरू सबै यहीँ दिँदो रहेछ फाल मासु मात्रै लिएर आउनु पर्यो आफूले मासु र सामग्री आज त भाजी नखाने क्या भुटुवा मात्रै खाएको हँसायो बबीले ए फेरि किचन हान त यहाँ आमहरू पो रहेछ त फेरि गोलभेडा धनियाँ मसला नानी उ त्यो बबीको चला न मिठो बसाएको छ त्यो सबै काममा बिजी छ हेलो हेलो ब्युटिफुल उठिसक्यो म भन न हेलो गर्न
छिटो छिटो समाएर हाई अहिले मुडमा छैन ललिपप खाएर ल लेसको हतियारले यो सिपाही यो लेस रहेको नायक हो तपाईको जमदारसँग खेल्थे Are you ready? Okay. 1, 2. Oh my goodness. Hey, Ansa. खाना पाके बुढा तपाईं बन्द गर्नु न ए हामी रियाज गर्दै रियाज बाइकमा अब फ्रुट खाएको खाइछ हामी ल लेट्स इट फ्रुट्स के चाहियो तिमीलाई वेट noodles for kids. आशिष के खाँदै हो लास्टमा अब खाएको खाइछ दिनभरि मासु भात मुला भाजा कुखुरा मासु औली कस्तो भन्छ त ससुराली फार्म ससुरालीको फार्ममा के गर्नु ससुराली मेरो फार्ममा हैन मेरो फार्ममा विशेष धन्यवाद आजको काका र दाइलाई पनि त नि सबै यहाँ विशेष यो टेबलमा बस्ने जतिलाई सबैलाई एकमुष्ट विशेष धन्यवाद तपाईहरुले गर्दा आज यस्तो मिठो मिठो खाना पाइयो हामी आए त कुखुरा नि खाना पाउने कि नपाउने अनि विशेष धन्यवाद सुजललाई पनि ए मलाई पनि हो तिमीले खाए सुजन म अलि व्रत बसेको ल तिमी नि खाऊ ल चियर यो लैजाऊ न यो सजिलो होला नि त्यो भन्दा त्यो हेभी ए यहाँ ए ल अनि आजलाई विशेष धन्यवाद आजको कुकलाई बबीलाई तिमी पकाउने हो नि त भुटुवा म खान्छु क्यामेराम्यान भ्लग आउँछ छिटै यो दुईटा चाहिँ दौडेको दौडे मेरो बुढा फेरि थप्न जाँदैछ आजको यो किचनमा हामीले के पकाएर खायो के पकाएर खायो कुकुर कस्तो हुँदैछ लास्ट बाइट हो भोलिदेखि डाइट होइन म खान्छु म त्यति तातो पनि खानु मन लाग्दैन अझै यहाँ तताउँदैछ हाम्रो भुटुवा यता छ कुखुराको सुप फेरि थप्दैछ बुढा ल आजको एकदम किचन सम्हाल्नेहरू आज कस्तो लाग्दैछ तपाईँले त खसी खानु होइन है कस्तो भन्छ कुखुरा सबै मिठो उता चाहिँ कुखुराको कुक उता काउली कुक हाम्रो आजको लास्ट मिल हियर सक्यो त खाना त सक्यो आजको लास्ट डिनर लास्ट डिनर साह्रै रमाइलो भयो पिकनिक स्टे भन्दा नि है कति म त यहाँ कति दिन बसे जस्तो गीत भन्छ है त्यस्तो भएको कि एकदम कम्फर्टेबल भइसक्यो कि साह्रै रमाइलो भयो मेमोरी कोर मेमोरी भयो कोर मेमोरी भ्यू यस्तो छ र अहिले टाइम कति भयो 7:30 भयो कि
यसो हेर्दाखेरि पानी जस्तो देख्छ तर त्यो पानी होइन है त्यो आकाशै हो किन कप राख्नुपर्छ नि त लास्टमा सबैजना घर फर्किँदै कालो सरिसा Let's go. 1, 2, 3. सबैले ससुराली हाम्रो फार्म हाउसमा कराउनु